ओम श्री परमात्मने नमः। ओम अस्मत् गुरुभ्यो नमः। ओम अस्मत् श्री गुरुचरण कमलेभ्यो नमः। ओम श्री परमात्मने नमः। श्रीमते रामानुजाय नमः। गोविंद प्याकुरेल को नम्र निवेदन सभाही। भुटान को र यहाँ नेपाल बसेको ठाउँको विवरण संक्षेपमा। पहिला हामी जन्मभूमि भुटानमा बस्दा घर पाली खेतबारी बगान थिए सस्ता। गाई भैँसी भेडा बाख्रा बथान थिए धेर। राजनीतिले लखेट्यो र छाड्यौँ हिँडेर। त्यसका पछि नेपाल शिविर बस्दा दुःख भयो धेर। दाउरा पानी घाँस बाँसको दुःख पर्थ्यो हेर। बगडा र तेल दाल साग चिनी बाटी खानु पर्थ्यो। त्यसका पछि दैवी कोप आगो हावा पानी पनि झर्थ्यो। चिसो भैमा प्लास्टिकमा सुत्नु पनि पर्थ्यो। जाडो हुन्थ्यो चिसा लुगा त्यहीँ घुँघुरिनु पर्थ्यो। त्यहाँ पछि दैवी इच्छा अमेरिका आयौँ। खाना लाउन राम्रो मिठो छानी छानी खायौँ। लाटा लुला केटा केटी बुढा चाहिँ अति सुख पाए। जवानीले कामै काम डलर धेर कमाए। साह्रै मिठा फल खाँदा अति नै मोटाए। घरबारी खेत गाडी किने तिनी झन् रमाए। बिना खर्च पढ्न पाउँदा झन् साह्रो सबै नै रमाए। उज्याला छन् मुख पनि बोल्छन् ठाडो शिर। साह्रै सस्तो मह घिउ दुध खाए खिरै खिर। काम छैन बुढा बुढी जपौँ अब राम नाम। विधिपूर्वक जप गर्नु गुरु मन्त्र नारायण नाम। लाखदेखि उता जपे पूर्ण हुन्छ काम। 24 लाख जप्यो भने पुग्छ परम धाम। परम धाम पुगेपछि संसारमा पर्दैन है जान। सुन सुन भक्त भाइ ईश्वर प्राप्ति ज्ञान। तुलसी पिपल अमला पारिजात गाई शालिग्राम। सतसङ्गत गुरु मन्त्र भागवतको एकान्तमा ज्ञान। गुरु हरि लक्ष्मीजीको हृदयमा नित्य गर्नु ध्यान। मिल्नुहुन्छ हृदयमै नारायण जान। तर यसमा 4 शत्रु मानिसका मान। 4 शत्रु भनिदिन्छु सुन थापी कान। आगो जस्तो मनभित्र नअघाउने काम हुन्छ जहिले। अन्धो हुन्छ क्रोध पनि देख्दैन केही कहिल्यै। लोभले चाहिँ शुभ काममा धन दिन्न कहिल्यै। धोती साडी किन्दा किन्दै पैसा सक्छ पहिल्यै। मोहले चाहिँ संसारका जालमा पार्छ पहिल्यै। पिञ्जराको सुगा जस्तो जीवन हुन्छ जहिल्यै। 4 शत्रु मार्ने जुक्ति सुन अब भाइ। सच्चा साधु जनका वचन चाहिँ मनमा अड्याई। कुभोजन दुष्ट बोली बोल्नुहुन्न दाई। रात दिन गीता पाठ हरि कीर्तन मुखले रमाई। गर्नुपर्छ कलिकालमा संसारमा आई। पाठ पूजा भागवतको दया दान मानिस हुँदालाई। अरू जीवन हुँदा यी सब कीर्तन हुँदै हुन्नन् भाइ। त्यसै कारण मुमुक्षुले पूजा पाठ सधैँ गर्नुपर्छ। यो शरीर बुढो हुँदा मन शरीर गल्छ। राम राम भनौँ भन्दा आम आम बोल्छ। यो चञ्चले मन त्यस्तो हुँदा पनि धन स्त्रीमा धेर। कुद्नेलाई ज्ञान रूपी बल्छीलाई ल्याऊ आफुनेर। यो मनलाई बस गर्ने यही हो ज्ञान हेर। अर्को छैन उपाय। प्रभुमा मेरो जीवनको आर्त पुकार। मेरो जीवन संसारमा कहिलेदेखि आयो। 84 मा पर्दा प्रभु कति दुःख पायो। स्वर्ग मर्ते नर्क पर्दा कति के खायो लायो।
अहिले बल्ल भाग्य ठुलो गुरुजीका चरण समायो। संसारबाट पार हुने अर्थी मन्त्र गुरुबाट पायो। अब चाहिँ लैजानुहोस् नारायण शरणमा आयो। अब पनि यो जीवनलाई 84 को फेरो नपार्नुहोस् जगन्नाथ आर्त पुकार मेरो। अब पनि संसारमा जन्म दिए खास गुरु हरि भागवतको दास हौस अनि अनुदास। मैले चाहिँ बोक्रे भक्ति भई गरे न त गुरु हरि सेवा। पाठ पूजा गरे प्रभु बिना भक्ति सेवा। यो जीवन बिताएछु धन पुत्र दारा। जानी जानी मुक्ति मार्ग भए भाग्यहारा। संसारमा खान लाउन सधैँ हुन्छ खाँचो। मुक्ति हुन गुरु वचन मानिँदैन साँचो। मर्ने दिन आइसक्यो आज हो कि भोलि। यो मर्ने शरीर पोस्दा पोस्दै जान्छ सास भोलि। जाँदाखेरि धन बन्धु सबै छुटी जान्छन्। नारायण गुरु मन्त्र मात्रै सँग लान्छन्। गुरु मन्त्र सधैँ जपे पुग्छ परम धाम। फोस्राबाट गर्छ भने 84 मा जान। आफ्ना इष्ट भुली जप्दा घुम्छ माला मात्र। यो जीवन त्यसै बित्यो देखावटी मात्र। चिनिनछु ईश्वरलाई माला गन्दा पनि। मेरा गुरु यस्ता भनी चिनिनछु अनि। मानिसलाई पछितो कहिले मन रिसाएर बोल्दैन कोही साथ। त्यसले हानि गर्छ आफ्नो बोल्नु पर्छ बात। विद्वानहरूमा निवेदन साहित्य र व्याकरणको ज्ञान छैन केही। ज्ञान ध्यान जप गरी न त शुद्ध पारे देही। लज्जाहीन गोविन्द यो कविता बनाई। माफ माग्छ गुरु हरि भागवतका चरण समाई। 6 अध्याय भागवत कृष्णाष्टक मेरी। लक्ष्मी स्तोत्र कम्प्युटरमा भराउँछु फेरि। 87 को वर्ष मेरो छैटा दात मुखमा। अशुद्ध भो पाठ भने माफ माग्छु यसमा। गुरु हरि भागवत र जनतामा नमस्कार गर्दै। राखे कलम जगन्नाथ शरणमा पर्दै। श्री हरि शरणम।